श्रावण महिनाको पूर्णिमाको दिन जनै पूर्णिमा मनाइने गरिन्छ। कसैले यस दिनलाई जनै पूर्णिमा भनेर मनाउँछन्, कसैले क्वाटी पूर्णिमा, कसैले रक्षाबन्धन। यस दिन विशेष महत्त्वका साथ मनाइने गरिन्छ। जनै पूर्णिमालाई निकै चोखो र पवित्र चाड मानिन्छ। जनै कपासले बनेको पवित्र धागो हो, जसलाई प्राय व्रतबन्ध गरेका पुरुषहरूले लगाउने गर्दछन्। जनैलाई व्रतबन्ध गरिसकेपछि लगाउने गरिन्छ। हिन्दू परम्परा अनुसार व्रतबन्धले केटा बालक अब तन्नेरी भएको संकेत गर्छ। जनै 3 धागोले मिलेर बनेको हुन्छ। यी 3 धागोले शरीर, बोली र विचारको प्रतीक जनाउँछ। यी 3 धागोलाई गाँठो बनाउँदा धारण गर्ने व्यक्तिले शरीर, बोली र विचारमा नियन्त्रण हासिल गरेको भन्ने बुझिन्छ। उनीहरूले यस दिन स्नान गरी सप्त ऋषि तथा आफ्ना पुर्खाहरूलाई पूजाआजा गरी जनै फेर्ने चलन छ। धेरैले यस दिन हातमा डोरो बाँध्ने चलन पनि छ। डोरो पवित्र धागो हो, जसले सुरक्षाको प्रतीक जनाउँछ। पुजारीको हातबाट मन्त्र पढी हातमा डोरो बाँधिन्छ, जसलाई लक्ष्मी पूजाको दिनसम्म लगाउने चलन छ। लक्ष्मी पूजाको दिन डोरोलाई गाईको पुच्छरमा बाँधिन्छ। भनिन्छ मान्छे मरेपछि गाईको पुच्छरमा बाँधेको डोरोले बैतरणी नदी तरी स्वर्ग पुग्न मद्दत गर्दछ। कुनै पनि चाड विशेष परिकार बिना त अधुरो नै हुन्छ। नेवार जातिमा क्वाटी पूर्णिमा भनेर मनाइने चलन पनि छ। नेवार भाषामा क्वा अर्थात् तातो, टी अर्थात् झोल भनेर बुझिन्छ। क्वाटी 9 देखि 13 गेडागुडी मिसाएर बनाइने झोलको परिकार हो। यी गेडागुडीलाई केराको पातमा हालेर भ्यागुताहरूलाई चढाइने चलन पनि छ। यसो गर्नाले भ्यागुताहरूले बाली नष्ट गर्ने किरा फट्याङ्ग्रालाई खाइदिने र बाली सप्रन मद्दत हुने विश्वास छ। यस दिन धेरैजनाले रक्षाबन्धन पनि मनाउने गर्छन्। रक्षाबन्धन पवित्र, चोखो र नाताको प्रतीक मानिन्छ। रक्षाबन्धनको पछाडि धेरै कथाहरू छन्। तीमध्ये एक किंवदन्ती अनुसार द्वापर युगमा भगवान श्रीकृष्णको हातमा घाउ हुँदा द्रौपदीले आफ्नो साडी च्याती उनको घाउमा बाँधेकी थिइन्। यसरी आफूलाई पवित्र र चोखो मनले बाँधिएको नाताको कसम खाँदै भगवान श्रीकृष्णले सधैँ द्रौपदीको रक्षा गर्ने वचन दिएका थिए। त्यसैले द्रौपदीको चिरहरणको बेलामा कौरवहरूले जति प्रयास गर्दा पनि असफल भएको भनेर पनि मानिन्छ। यसै बेलादेखि रक्षाबन्धनलाई मनाउने चलन चल्ती आएको भनेर पनि मान्यता छ।